सम्पूर्णलाई नमस्कार। आज मैले साउथ कोरियामा रहेको नेपाली एम्बेसीमा कसरी जाने भनेर एउटा भिडियो तयार पारेको छु। म अहिले बस कुरिरहेको छु। बस लोकल बस उताबाट आइरहेको छ। बस चढेर म हाम्रो नजिकैको सौल जानको लागि ख्वाङ्गेवन बसु टर्मिनलमा गएँ र सौल नाम्बु टर्मिनलको लागि मैले एउटा टिकट काटिसकेको छु। नाम्बु टर्मिनलको लागि मैले टिकट काटेँ र बस कुरिरहेको छु। अब बस आयो भने म छिट्टै अगाडि बढ्नेछु। नाम्बु टर्मिनलमा पुगिसकेका छौँ। बसबाट झरेर अब हामीहरूले मेट्रोमा जानुपर्ने हुन्छ। अब मेट्रो चढ्नको लागि यहाँबाट हामी भित्र छिर्नेछौँ र 3 नम्बर लाइनमा चढ्नुपर्ने हुन्छ। ख्योदे हुँदै हामी छुङबुरो एकतिर जानेछौँ। त्यहाँभित्र हजुरहरूले देख्न सक्नुहुन्छ। अनि त्यसपछि छुङबुरो एकमा गइसकेपछि हामीहरूले मेट्रो चेन्ज गर्नुपर्ने हुन्छ। हामी 4 नम्बर लेनतिर लाग्छौँ। 4 नम्बर लेनको चाहिँ मेट्रो चढिसकेपछि थोङदेमुन हुँदै हामी हानसङदे इब्गु एकमा झर्नुपर्ने हुन्छ। त्यहाँबाट झर्दाखेरि हजुरहरूले 5 नम्बर एक्जिटतिर चाहिँ झर्नु होला है। किनभनेपछि 5 नम्बर एक्जिटबाट झर्नुभयो भने सिधा पर्न जान्छ। हजुरहरूलाई एकदमै सहज हुन्छ है। अनि त्यसपछि गुटुङटुङ हामी अगाडि बढ्नुपर्ने हुन्छ। सिधै अगाडि बढ्दै जानुहोस्। यहाँबाट एम्बेसीसम्म बसमा पनि जान सकिन्छ होइन। हजुरको चाहिँ समय छ भने 10 मिनटमा पनि हिँडेर जान सकिन्छ। मजाले हिँडेर जान सकिन्छ। यताउति झन्डाहरू हेर्दै जान सकिन्छ है। म पनि हिँडेर गएको थिएँ। एकदमै नजिक छ है। विभिन्न देशहरूका चाहिँ झन्डाहरू थिए। झन्डाहरू हेर्दै भिडियो बनाउँदै म अगाडि बढिरहेको छु है। बिचमा साहा बाटाहरू पनि आउने गर्छन्। हजुरहरू चाहिँ यो झन्डा भएको बाटो चाहिँ नछोडिकन अगाडि बढ्दै जानु होला। मेन बाटो होइन। पारिपट्टि पहाड छ। पहाडलाई पछ्याउँदै हजुर चाहिँ पहाड भएको साइडतिरै जानुपर्ने हुन्छ है। अगाडि बढ्दै जानुहोस्। अनि हाम्रो देश नेपालको झन्डा कहाँ छ, कतिवटा छन् त्यो पनि हेर्दै जानु होला। म पनि हेर्दै गएको थिएँ। नेपालका झन्डा 2वटा रहेछन्। एउटा यो साइडमा अनि अर्को पल्लो साइडमा है। नेपालको झन्डा कति मिनेट कति सेकेन्डमा हजुरले देख्नुभयो ट्याक्क कमेन्टमा लेख्न नबिर्सिनु होला। नेपालको झन्डा देखिसकेपछि हल्का अगाडि बढ्दै जानु होला। अगाडि गइसकेपछि यहाँ एउटा चोक आउँछ। चोकमा चाहिँ साङबोक्रो लेखेको छ है। त्यहाँबाट हामी जेब्रा क्रसिङ पार गरेर पारी जानुपर्ने हुन्छ। पारी यो भिडियोमा देखे जस्तै हजुरहरू जानु होला। अनि यहाँबाट हामी भित्र छिर्नुपर्ने हुन्छ। यहाँबाट भित्र छिर्दै अगाडि बढ्ने। यहाँबाट अगाडि बढ्दै जानुहोस् है। मैले भिडियो अलि फास्ट चलाएको छु। अगाडि जानुभयो भने यहाँ एउटा चाहिँ रातो बाटो देखिन्छ है। यो रातो बाटो पछाउँदै अगाडि बढ्नुहोस्। यहाँ अगाडि गइसकेपछि अब सानो चोक जस्तो आउँछ है। चोक जस्तो आइसकेपछि यहाँबाट दाहिनेतिर लाग्नुपर्ने हुन्छ।
यहाँबाट दाहिनेतिर लागेर हल्का उकालो टाइपको बाटो छ। अनि अब हामी नजिकै पुगिसकेका छौँ। अब हामी नेपाल एम्बेसीको नजिकै आइसकेका छौँ। नेपालको झन्डा देख्न सक्नुहुन्छ। अनि यही हो नेपाल एम्बेसी। अनि भित्र गइसकेपछि हजुरहरूले जुत्ता खोलेर अनि भित्र जानुहोला। त्यहाँ रहेको मिसिनमा थिचेर उठेर टोकन लिनुपर्ने हुन्छ। टोकन माथितिर चाहिँ हजुरको नाम लेख्ने, एड्रेस लेख्ने त्यो स्लिप छ, त्यसमा चाहिँ भर्नुपर्ने हुन्छ। अनि पैसाको लागि हजुरहरूले क्यास लिएर आए पनि भयो, अनि मोबाइलबाट ट्रान्सफर गर्न पनि मिल्छ है। त्यसको लागि चिन्ता गर्नुपर्ने हुँदैन। अनि हजुरहरूले शुक्रबार दिउँसो 3 बजे फर्म चाहिँ भर्नुपर्ने हुन्छ है, अर्को हप्ताको लागि। भरिसकेपछि डेट ल्याइसकेपछि बल्ल जानु होला, नत्र हजुरको काम बन्दैन है। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला, साथै हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। हस् त, नमस्ते।